आज चाहिँ हाम्रो नयाँ अर्को भिडियोमा स्वागत गर्दै आज हामी होममेड थुक्पा अनि यहाँ म यो के भन्छ मैदालाई मोल्दैछु तर गाह्रै छ हैन। अब यो प्रोसेसहरू सुरु गर्दैछौँ। 3 केजी ल्याएको थिएँ, धेर हुने रहेछ। 2 केजी पनि धेर भएर त्यहाँ निकालेको छु। अलिकति यहाँ पनि छ है त। स्टेटी हुन आजको थुक्पा कस्तो हुन्छ लेट्स सी है। आज चाहिँ म चाहिँ चिकन रोस्ट खानु मन पर्यो, खाना खानु मन पर्दैन। चिकन ल्याएर यहाँ चटनी बनाउँदैछु म होइन। चटनी चटनी यता आँटा मोलेर फ्रिजमा राखेको छु। अब एकछिनमा बेलेर काट्ने है त। आजको प्लान त्यस्तो छ। यो चाहिँ चिकन चाहिँ अहिले खानेलाई बनाएको। भरे बेलुका चाहिँ सुँगुरको मासुसँग थुक्पा खाने होममेड। हेर्नुहोस् है त म के गर्छु, म कसरी बनाउँछु। आई विल सो यु टिल देन स्टे ट्युन्ड। ओके आई एम डन हैन। तारिसके चिकन। यो अचार बनाएको मिक्सरमा। तिल त जिउँदै आएछ, तिल पिसिएन छ। ओके नाउ टेस्ट गरौँ है त। तातो रहेछ यो चाहिँ पाएको कि पाकेन हो, तर दामी। मुरे भुजा मासु यत्रो चाहिँ खाइसकिँदैन। भाइ आउँदैछ। यो जुस, यहाँको जुस चाहिँ 5000 जुससँग खाइँदैछ। यस अहिले चाहिँ मैले यतिको बनाएँ होइन। यति बनाइसकेँ। दिउँसोको 2 बज्यो। यहाँ यति छ। अब पानी तताइछ। यहाँ बनाउनु पऱ्यो, किचनमा जानु पऱ्यो, गर्मी छ। मासु मैले खान सकिनँ। 2टा फिल्ला एउटा पकाएर खाएँ। आई एम डन विथ द्याट। अब त्यहाँबाट त्यहाँ पकाएर यहाँ निकाल्ने, यहाँ स्टोर गरेर राख्ने। अहिले चाहिँ म बेल्दैछु है त। ल धन्यवाद भयो होइन। अब यो निकालेर यहाँ राख्ने है। यो पाकेपछि यस यस्तो बनाएँ मैले होइन। यहाँ अब भइसक्यो। अब त्यो पानी 2 लोड गरेको माड्थेँ यस्तो अनि स्याल्दिएको पानी तेल हाल्ने। यहाँ अब यहाँ राख्ने गर्दैछु। टिल देन स्टे ट्युन्ड है त। चाहिँ म देखाउँछु। अब भरे के हुन्छ अहिलेलाई काम गर्नु पऱ्यो, केही समय विश्राम लिनु पऱ्यो। हाल चाहिँ म यसरी काट्दैछु। भाइले अलिकति गर्दैछ। यहाँ भयो सेकेन्ड लड। अब यो लगेर पकाउने। अन्त यहाँ इन्डक्सन चुलो गर्दा मल्टिप्लकै पड्कायो। त्यही भएर मल्टिप्लक अब उता चुलोमै पकाउनु पऱ्यो भनेर है त। अब जय गोर्खा जय नेपाल। बेलिँदैछ लगभग हुनु आँट्यो। अब अलिकति बाँकी छ। टाइम चाहिँ बबाल लाग्यो। पोका यस्तै बनाउने, यस्तो गर्ने। अघि दिनभरि गरेको परिश्रम अहिले चाहिँ दामी भयो। भाइ कस्तो भयो त? दामी होइन? लङ टाइमबाट दिनभरिको सङ्घर्ष ब्ल्याक राम्रो मिठो भयो। सङ्घर्ष राम्रो भयो। अलिक ठुलो बोल्नु नि। के हो? दामी भयो के? जबरजस्ती हो क्या? सुरेश भाइ के हुँदैछ त? थालमा खाँदैछौ? म एकदम बिजी छु, मलाई बोल्नै मन लागेको छ। बिरे भाइ लजाऊ। कडा मात्रै भयो अनि चटनीको त नि भाडै लगेछौ त नि। दामी लाग्छ। चटनी दामी लाग्छ नि त मलाई। हो
अनि हाम्रो भाइलाई चाहिँ भाइ अलिक गलेर आएको छ खानुपर्छ है भाइ खानुपर्छ थुक्पा जति पनि छ जति खान्छौ खाऊ बब्बाल दाइ बब्बाल थुक्पा ह्यान्डमेड होममेड जे पनि हेलमेटै हुन्छ भाइ दिनभरि मैले बनाएको यो एक भरि थियो अनि यहाँ छ अझै होइन यो कोकोले खाने सुप ठल्लै छ यस प्रकार हामीले खाएर यो पनि हो चाहिँ अनि सानो बनाएको त 2 किलोको बनाएको मैले 2 किलो अलिकति 1.5 केजीको चाहिँ हो पक्का भाइले रस यतै ल्याउ न यतै रस मासु पनि खाऊ न ल हुल मासु के हो यस प्रकार चटनी चाहिँ ठ्याक्कै झोल मोमो टाइपको भएछ ल है त अब स्टेडियम पहिला पुग्यो अरे एक चाहिँ फ्रिजमा गयो पुग्यो होइन आएको अब यस्तै भयो आजको यो प्रकारले खाइयो ल अब अर्को भिडियो भेट्नुपर्छ अहिले चाहिँ बाई बाई गुड नाइट शुभरात्रि मलाई चाहिँ हल्का पसिना आइरहेछ खोर्सानी अलिक ज्यादा खान्छु त्यही भएर आगो पारा पारा यसो गर्नु नि पारा यसो यस्तो पारा पारा ल मैले जानेको कला खुवाइहालेँ मन परेन म चाहिँ के अब खिर चाहिँ म 1 चम्ची पनि हाल्न सक्दिनँ होइन अरू डिसहरू सेलरोटी बनाउनु बाँकी छ सेलरोटी चाहिँ मलाई मन पर्दैन भाइ मलाई त्यही भएर नजाने गाउँको बाटो म सोध्नै मन पर्दैन सेलरोटी अझै पनि छ त्यहाँनिर तिम्रो आमाले बढाएको त्यहीँ छ त अब त्यो त ढुँडी परिसक्यो लौ आजको लागि यति भेट्दै गर्नुपर्छ भिडियोहरू लाइक सेयर सब्सक्राइब गर्दै जाउँ है तब गुड नाइट नमस्ते शुभरात्रि जय नेपाल जय प्रेम बाई 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 आकु